यदि जन्म मितिमा कसैको 6 नम्बर मिसिङ भइरहेको छ भने यस्तो अवस्थामा यी व्यक्तिहरूले आफ्नो जुन भित्र इनर जुन भावना जुन फिलिङ हुन्छ नि चाहिने ठाउँमा त्यसलाई चाहिँ प्रस्तुत गर्न सक्दैन अर्थात् यो आफ्नो भित्र रहेको आफ्नो फिलिङलाई चाहिँ एक्सप्रेस गर्न नसक्ने हुन्छ साथसाथै आफ्नो रिलेसनसिपमा पनि केही प्रब्लमहरू केही कन्फ्लिक्टहरू आएको महसुस गरेको हुनुपर्छ र जुन ठाउँमा आफूले चाहिँ त्यो फिलिङ र महसुसलाई एक्सप्रेस गर्नुपर्ने हो त्यो ठाउँमा गर्न सक्दैन साथै यदि 6 नम्बरको मिसिङ भइरहेको छ भने यस्ता व्यक्तिहरूमा जुन लग्जरी र भौतिक लाइफको सुख सुविधा भोग गर्ने सन्दर्भमा पनि केही कमी कमजोरी महसुस गरिरहेको हुन सक्छ भन्नुपर्दा यदि 6 नम्बर मिसिङ छ भने यस्ता व्यक्तिहरूले चाहिँ आफ्नो इनर फिलिङ जुन एक्सप्रेस गर्नुपर्ने हो त्यसलाई चाहिँ मजाले चाहिँ एक्सप्रेस गर्न नसक्ने हुन्छ हो 6 नम्बर भनेको प्लानेटरी वाइज न्युमरोलोजीको आधारमा यसलाई चाहिँ शुक्र ग्रहसँग रिलेटेड हुन्छ भेनिससँग रिलेटेड हुन्छ तसर्थ हामीले भेनिसको इनर्जीलाई चाहिँ ब्यालेन्स गर्नुपर्ने हुन्छ विभिन्न रेमेडीहरू पनि हामीले गर्न सक्छौँ भिडियोलाई लाइक कमेन्ट र सेयर पनि गर्नुहोला फलो गर्नुभएको छैन भने फलो पनि गर्नुहोला थ्याङ्क यू